नमस्ते सबैजनालाई। यो चाहिँ एकदमै धेरै बासी भिडियो। अस्ति नै चाहिँ लगभग 15-20 दिन अगाडि चाहिँ म उता गएको थिएँ डाँडागाउँ, अनि खसी काटेको थियो हाम्रो अञ्जलीको। अनि अञ्जलीको खसी काट्दाखेरि चाहिँ मलाई पनि बोलाउनु भएको थियो, अनि म पनि गएको थिएँ। अनि नानीहरूलाई ट्र्याक्टर अनि त्यसपछि के लगिदिएको थिएँ, मैले अटो लगिदिएको थिएँ। खेल्दैछन् मजाले, खसी पनि ढालिसक्नु भयो। दिपिका चाहिँ उता लुकी छे, यता धेरै नै ब्लड भइसकेपछि यता सफा गर्दै थिएँ। केटाकेटी खेलिरहेका छन्, पिल्साउने काम भइरहेको छ। यता नेट छ त चला भन्दै चाहिँ अब यहाँ पासवर्ड छैन त भने भनी, अनि पानी हाल्दै खुर्किँदै गर्दै रेडी गर्दै हुनुहुन्छ। पानी चाहिँ अलिकति कम भएछ, सो अलिकति टाइम लाग्यो। अनि त्यसपछि मलाई चाहिँ त्यो दिन अब फर्किहाल्नु पर्ने थियो, एकदमै रस थियो। मलाई चाहिँ छिटो छिटो गरेर फर्किनु पर्ने थियो। जस 11 बजेतिर काटेको होला, छिटो छिटो गरेर 1 बजेसम्म काटिदिइसक्यो। अरे मलाई चाहिँ ड्रप गर्न कसले पो ड्रप गरेको थियो, आयुषले ड्रप गरिदिएको थियो गाडीमा। म 1 बजे फर्केँ, अनि राम्रो भयो, एकदम रमाइलो भयो। अनि मेरो बदा चाहिँ खसी काटेको छ, मासु खानु भन्दैछ। अनि कुकुर पनि आएर बसिछे, लुसी स्विटी पनि आएर बसिछे। स्विटी चाहिँ एकदम दुब्लागी रहेछ अहिले, अलिक बिरामी भएर होला, अब अलिक मोटाउँछ होला। अनि खसीको मासु खाइयो, रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ।